आज हामी वा ग्वा राङ इराङ हागु को बारेमा बुझ्ने छौं। जस्तै वा ग्वा राङ इराङ हागु भनेको नेपालीमा सँग र साथै। वाक्यमा वा ग्वा राङ इराङ हागु यी सबै प्रत्ययले दुई वा दुई भन्दा बढी नामपदलाई समान रूपले जोडी कार्यसँगै अथवा एकै समयमा हुने कुरालाई दर्शाउँछ। नेपाली भाषामा यी सबै प्रत्ययले सँग र साथै भन्ने अर्थ दिन्छ र यिनीहरू नामयोगी अन्तर्गत पर्दछ। जस्तै यहाँ भावेल इन्डिङ भएमा वा राङ र कन्सोनेन्ट इन्डिङ भएमा ग्वा र इराङको प्रयोग हुन्छ भने हागो चाहिँ दुवैमा प्रयोग हुन्छ। जस्तै नाउन भावेल इन्डिङ भएमा वा राङ हागो र नाउन कन्सोनेन्ट इन्डिङ भएमा ग्वा इराङ हागो। जस्तै हागो चाहिँ सबैमा प्रयोग हुन्छ। जस्तै भावेल इन्डिङ भएमा पनि हागो प्रयोग हुन्छ र कन्सोनेन्ट इन्डिङ भएमा पनि हागो प्रयोग हुन्छ। त्यस्तै हामी उदाहरणमा हेर्न सक्छौं। जस्तै छनन ख्युल हागो सापगारुल साम्निदा म सुन्तला र स्याउ किन्नेछु। त्यस्तै ओनल सुमी सिराङ यङहारुल ब्वायो आज सुमीजीसँग फिल्म हेर्नेछौं। त्यस्तै गरेर छहागो अमनी हागो यङ सेमेङ इस्सयो म र आमा साथै दाइ 3 जना छौं। जस्तै हागोले साथै भन्ने पनि अर्थ दिन्छ। त्यस्तै यहाँ पनि हेर्नेछौं फाप ग्वा बान्छानी आज मासिसयो भात र तरकारी धेरै मिठो हुन्छ। यहाँ ग्वाको प्रयोग भएको छ। जस्तै सौल इराङ छेजुदो मधु आरामदावयो सौल र छेजुदो सबै रमाइलो छ। त्यस्तै भरत सिहागो योरी हेयो भरतजीसँग कुक गर्छौं।